माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, क्या चाहिए रे तेरे को? अब भी वही चाहिए जो 20 साल पहले चाहिए था। दुनिया। क्या? ये क्या बक रहे हो मादरचोद? बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो। पहिलादेखि सबै मान्यज्यूहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ यो बाँदरको बारेमा। यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने सदन चल्न गाह्रो हुन्छ। बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। बाँदरलाई के गर्ने त? लिएर प्रधानमन्त्री बनाउन त। अब बालनजी बोल्नु पनि हुन्न। बाँदर पनि नबोल्ला नि त फेरि। ल बाँदरको पक्षमा लाग्नेहरूले त प्रधानमन्त्री बाँदरलाई बनायो भने हुन्छ नबोलेपछि। वो अलग ही लेवल का बंदा था। लो नेपाललाई शाकाहारी घोषणा गरोस्, म पनि आजदेखि मासु छोड्छु। को मासु छोडौँ, यहाँ एउटा पनि जीव जन्तु नमारौँ। उसको पनि त ज्यानै हो नि त। पुरानो पार्टीका नेताहरू, मन्त्रालयको कर्मचारीहरू दलालको पछि लाएर 20-30 हजार खाए अल्ल मानौ। एउटा भने 20-30 हजार खाए सुहा भन्ने हुन्थ्यो। 15 लाख खाने हो त? त्यसैले त्यसको मुखको बङ्गरा सङ्गरा झाडिदिने होइन त? पहिलाको सरकारहरू मरेको सरकारहरू थियो। हामी नयाँ ढङ्ग र प्रविधिलाई जोडेर दीर्घकालीन उपायबाट बाँदरको व्यवस्थापन खोज्नु पर्दछ। नम्बर 1, जङ्गलमै पर्याप्त जङ्गली फलफुलहरू लगाउने, जसबाट उनीहरूले जङ्गलबाट नै पर्याप्त खानेकुराहरू पाउन सक्छन्। बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु रे। अब किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु? मान्छे संसद यसरी रोकिराखेको छ, प्रधानमन्त्रीको माग भइराखेको छ, के भन्नुहुन्छ? आउनुपर्छ त प्रधानमन्त्री। सुरुमा पक्ने क्यान्टिनको खिर खाऊँ न। मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नववर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। A few moments later. को झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु ल। अर्थमन्त्री निदाउनु भएछ, झन् गजबले सुन्नुपर्ने नीति तथा कार्य होइन, ध्यान दिएर सुन्नु भएको होला नि त। त्यसलाई निदाएको पनि भन्दैन। गौतम बुद्ध सबै ठाउँमा आँखा चिम्लेर बस्नु भएको छ। गौतम बुद्धले आँखा चिम्ले गौतम बुद्ध सिरानी हालेर सुत्या हो त। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन। हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ, अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। बिरामी छान अहिले पनि छाती थाप्न तयार हुनुहुन्छ, गर्दन थाप्न तयार हुनुहुन्छ, काँध थाप्न तयार हुनुहुन्छ। कमीना निकला साला, गलती तो अपनी ही है। गलत आदमी को खाने की दावत दी। सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। एक नजरमा माया बस्यो है, लुकी छिपी हेरिदिन। मेरो गीत छ, अन्त गीत त यहाँ गाउन मिल्दैन। वाचन गर्छु। खेतबारी बाँझो राखी आकाशतिर हेर्दा, डुब्न लाग्यो देश आज जिउने शैली फेर्दा। गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा, होस गर नेपाली हो देशै घुम्ने दिन आइसक्यो। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे, म उठ्थेँ यहाँबाट जान्न। ल
उपप्रधान त्यो सोडिम वाकले नरेसी म यहाँबाट छोडिदिनु ल तपाईँ के गर्नुहुन्छ तपाईँ काट्ने क्या क्या कहना क्या चाह रहे हैं भाई आप तपाईँ हेप्ने तपाईँ कसरी हेप्नुहुन्छ ल हेर्नुहोस् त म यहाँबाट जान्न ल के गर्नुहुन्छ ल गएको छैन लाइन वो अलग ही लेवल का बंदा था ल होइन काटेको मान्य सदस्य बोल्नुहोस्। मलाई अलिक भयो म त 3 चोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। त्यसो गर्ने मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको जाने हेप्न मिल्छ यहाँ यो सदनमा गाँजा खेता गर्नुपर्छ। क्या ये क्या बक रहे हो मादरचोद? म तपाईँहरूलाई बताउन चाहन्छु पहिला नेपालमा थमेलमा झोसे भन्ने ठाउँमा गाँजा र खाना अमेरिकाबाट हिप्पीहरू धेरैजना मान्छे आउँथे। तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। सुकुम्बासी नेता कहलाउँछन् म घर घडेरी भएको मान्छे टेम्पुल चढेर हिँड्छु। पैसा त छैन त कहाँबाट ल्याउनु त याङ्गिम होप्पे। के विषयमा यहाँले के भन्न खोज्नुभयो, किन उठ्नुभयो? आकस्मिक समय माग्नु भएको छैन। बस्नुहोस्।